हेलो साथीहरू, आज 3 दिनपछि यार गाडी लिएर निस्क्यो। अस्तितिर माथि आकाशबाट आलुबम बङ बङ आलुबम खसेर गाडी चलाउने डर लागेर हो। आज चाहिँ गाडी लिएर निस्क्यो होइन। वास्तवमा भन्नु पर्दाखेरि डराएको चाहिँ होइन है। यादबाट निस्केको। अब म चाहिँ यता एमन बोर्डरबाट लोड गरेर फर्किने हो भोलि। आज जाँदैछु, लगभग आज बेलुका 9 बजेतिर पुगिन्छ होला होइन। अनि भरे 12 बजेतिर लोड गरेर अनि त्यसपछि बाहिर निस्केर सुतेर फेरि बिहान 5 बजे उठेर फर्किनु छ। म भोलि बेलुकातिर आइपुग्छु होला रियादमा। बाटो यस्तै छ, साउदीको ट्रान्सपोर्टको गाडी हो। लङ टुर हिँड्नुपर्छ, कहिले 2 दिन 3 दिन लाग्छ, कहिले 4-5 दिन लाग्छ। एकै ठाउँमा हुँदैन, कहिले कताकोबाट आउँछ, कहिले कताकोबाट आउँछ होइन गाइज। यस्तै छ, यस्तै हो होइन। अब एक्लै हुन्छ ड्राइभर होइन, म एक्लै हो। अब नेपालतिर भाग भयो, अब खलासी पनि हुन्छ, 2जना हुन्छ हेल्पर ड्राइभरसँग लिएर यसो गफसफ गरिन्छ। अब यहाँ विदेशमा एक्लै हुन्छ, गफ गर्ने साथी पनि कोही हुँदैन होइन। त्यही भएर एकदम झ्याउ हुन्छ, अल्छी लाग्छ। यस्तै हो, के गर्नु। अनि अस्ति अब त्यो यो कुवेत, बहरान, दुबई सबै ठाउँमा बम खसाल्यो भन्छ, मिसाइल खसाल्यो भन्छ। 3 दिन भएको थियो गाडी नचलाएको। आज चाहिँ गाडी चलाएको छु। आज निस्केको कम्पनीबाट गाडी लिएर होइन। सो जाँदैछु जे होस्, साउदीमा चाहिँ त्यस्तो केही भएको छैन, ढुक्क भएको छ।